नमस्कार। र आज चाहिँ म 6 नम्बरको बारेमा केही कुराहरू भन्न गइरहेको छु। मैले अघिल्लो भिडियोमा 7 नम्बरको बारेमा मैले भिडियो बनाइसकेको छु र आज चाहिँ तपाईँको 6 नम्बरको बारेमा, यानि कि 6 नम्बर भन्नाले यानि कि तपाईँको 6 तारिक, 15 तारिक र 24 तारिक जन्मिने व्यक्तिहरूको कन्सेप्ट भनौँ न, पर्सनालिटी कस्तो हुन्छ त्यो बारेमा केही कुराहरू म भन्न गइरहेको छु। हुनु त यो एउटा नम्बरले मात्र सबै डिटरमाइन गर्दैन। एउटा डेट अफ बर्थमा तपाईँको इयर हुन्छ होइन, सालमा पनि नम्बरहरू हुन्छ, महिनामा पनि नम्बरहरू हुन्छ, डेमा पनि नम्बर, डेटमा पनि डेमा पनि जन्मेको दिनमा पनि नम्बरहरू हुन्छ। त्यहाँबाट क्यालकुलेसन गरेर थुप्रो नम्बरहरू पनि निकालिन्छ। त्यही भएको कारणले गर्दा यो एउटा नम्बरले मात्र चाहिँ समेट्दैन है, यसले चाहिँ थोरै मात्र समेट्छ। त्यही पनि तपाईँहरूको लागि केही जानकारी होस् भन्ने हिसाबले मैले बनाएको। अलिकति मेरो भोइसमा प्रब्लम भन्छ, मैले अहिले भर्खरै 4 घन्टा जति कन्सल्टेन्ट गरेर अलिक ज्यादा बोलेर अलिकति तपाईँको बोल्नै पर्छ। अब कन्सल्टेन्ट गर्नै पऱ्यो, हेर्नै पऱ्यो होइन, अलिकति प्रब्लम आइरहेछ आवाजमा चाहिँ। त्यही पनि यो 6 नम्बरको बारेमा भिडियो बनाइदिउँ भनेर मैले बनाएको। र अब यसमा तपाईँ 6 तारिक, 15 तारिक र 24 तारिक जन्मिने व्यक्तिहरूको स्वभाव कस्तो हुन्छ भन्दाखेरि, यो नम्बर भनेको चाहिँ तपाईँको फ्यामिली र लग्जरीको नम्बर है। सबैभन्दा पोर्टफोलियो ज्यादा भएको नम्बर चाहिँ 6 नम्बरलाई म मान्छु। पोर्टफोलियो भन्नाले यो 6 नम्बरको भागमा के पर्यो भन्दाखेरि त रिलेसनसिप, लग्जरी, क्यासदेखिको लिएर रोमान्स, लभ सबै पर्छ क्या यो नम्बरमा। यो नम्बर भनेको भोग गर्ने नम्बर हो। यो तारिक जन्मिने व्यक्तिहरूले भोग गर्ने नम्बर भनेपछि यो तारिक जन्मिने व्यक्तिहरूले भोग गर्न रुचाउँछन् भनेको मतलब उनीहरूको राम्रो घर होस्, राम्रो गाडी होस्, राम्रो फ्यामिली होस्, घुम्ने फिर्ने साथीभाइहरूसँग अलिकति तपाईँको रमाउने त्यो टाइपको नेचर हुन्छ क्या। र यिनीहरूले खानासानाहरू पनि मजाले नै बनाउँछन् होइन। अलिकति म्यानिपुलेटिभ नेचरको पनि हुन्छ। म्यानिपुलेसन भन्नुको मतलब कस्तो भन्दाखेरि अरूलाई कसरी तपाईँको हल्का तपाईँको अरूबाट कसरी काम निकाल्ने, त्यसमा पनि एकदम राम्रै मायुरै हुन्छ है। हुन त अब यो नम्बरले सबै त समेट्दैन होइन, हल्का त्यो खालको चाहिँ इफेक्ट चाहिँ हुन्छ है। त्यो खालको नेचर क्यारेक्टरिस्टिक्स चाहिँ यो तारिक जन्मिने व्यक्तिहरूमा हुन्छ। मलाई एकदम धेरै मनपर्ने नम्बर हो। मेरो बेस्ट नम्बर चाहिँ 5 हो। तर 6 नम्बर पनि तपाईँको धेरै राम्रो नम्बर हो होइन। अहिलेको समयअनुसार चाहिँ यो नम्बर पनि धेरै राम्रो, सबभन्दा पोर्टफोलियो ज्यादा भएको नम्बर यो हो। अब यी तारिक जन्मिने व्यक्तिहरू कस्तो हुन्छ भने तपाईँको खानाहरू बनाउने, घरहरू एकदम सफा चाहियो, लुगाहरू एकदम ब्रान्डेड चाहियो र आफूलाई ग्रुमिङ गर्न क्या, आफूलाई चटक्क बनिएर हिँड्न ओर्न होइन, केटा होस् या केटी होस् त्यो एकदम रुचाउँछ है। र यिनीहरू लभ रोमान्स गर्न पनि एकदम पछि हट्दैन। इन्जोयमेन्ट इन्टरटेनमेन्ट गर्न पनि यिनीहरू धेरै नै रुचाउँछन् है। त्यो इनर्जी हुन्छ भनौँ न। र तपाईँको के हुन्छ भन्दाखेरि अब जस्तै केटा छ है, केटा यो तारिक जन्मेको छ भनेदेखिको बिहा गरिसके पछाडि उसको अलिकति राम्रो प्रोग्रेस पनि हुन्छ है। र अपोजिट सेक्सहरू भन्नुको मतलब जस्तै केटा यो तारिक जन्मेको केटा छ भनेदेखिको केटीहरू अलिकति अटोमेटिकली हल्का आकर्षित हुन्छ र लेडिजहरू छ भने पनि बोइजहरू हल्का आकर्षित हुन्छ, हल्का है। हुन त अब पुरै डेट अफ बर्थ हेर्दाखेरि चाहिँ कति पर्सेन्टेज हो त्यो निकाल्न सकिन्छ, तर पनि समग्रमा मोटामोटी रूपमा हेर्दाखेरि त्यो एक किसिमको एट्र्याक्सन चाहिँ हुन्छ होइन। एट्र्याक्टिभ हुन्छ नि त, चार्मिङ पर्सनालिटी हुन्छ नि त, त्यस्तै बन्न चाहन्छन्, चटक्क बनेर हिँड्न चाहन्छन्। बजार निस्किँदाखेरि पनि, ती सब्जी किन्नु जाँदाखेरि पनि अलिकति ड्रेसअप गरेर जाउँ भन्ने हुन्छ होइन। अब त्यो खालको एकदम टाइडी निट एन्ड क्लिन रहन चाहन्छन् होइन। र यो चाहिँ फेरि ग्रिडमा एकचोटि मात्र आउनु पर्यो। एकचोटि सिङ्गल 6 आउँदाखेरि चाहिँ पोजिटिभ, यसको 6को जति पोजिटिभ गुणहरू छ त्यो दिन्छ। तर ग्रिडभित्र होइन, अब तपाईँ साल, महिना, गते राखेर र यसको मूल्याङ्कन नम्बर र भाग्याङ्कन नम्बर निकालेर गर्दाखेरि चाहिँ 6 चाहिँ फेरि 3 चोटि आयो भनेदेखिको चाहिँ 2 चोटिभन्दा ज्यादा आयो भनेदेखिको यसले पोजिटिभ चाहिँ दिँदैन, यसको फेरि नेगेटिभ गुणहरू दिन्छ है। त्यो पनि हुन्छ। 1 टाइम्स र डबल टाइम्स ठिकै हुन्छ, 1 टाइम्स चाहिँ एब्सोल्युट राम्रो हुन्छ है। र धेरै राम्रो नम्बर हो। न्युमरोलोजिकल हिसाबले गर्दाखेरि पावरफुल नम्बर हो 6 नम्बर पनि है। अब तपाईँको लग्जरीहरू इजिली एट्र्याक्ट हुन्छ होइन। तपाईँको केयरिङ नम्बर हो, फ्यामिलीको नम्बर हो। अलिकति म्यानिपुलेटिभ पनि हुन्छ यी व्यक्तिहरू भनौँ, काम कसरी निकाल्ने अरूबाट, त्यसमा पनि मायुरै हुन्छ है। त्यो पनि एकदम कला हुन्छ होइन। र तपाईँको के हुन्छ भन्दाखेरि अलिकति फ्यामिलीको नम्बर पनि, यो 6 नम्बर एकदम इम्पोर्टेन्ट नम्बर हो। यदि ग्रिडभित्र 6 नम्बर आएको छैन भनेदेखिको चाहिँ
तपाईँको कि त राम्रो कम्प्याटिबिलिटी मिलेको हुनु पर्यो, नत्र 6 नम्बर छैन भनेदेखिको चाहिँ तपाईँको फ्यामिलीमा अलिकति बुढा र बुढीसँगै बस्नुपर्ने योगहरू, अलिकति छुट्टिएर बस्नुपर्ने योगहरू देखिन्छ। त्यो भएर यसको धेरै ठुलो भूमिका हुन्छ। जस्तै ग्रिडभित्र डबल 7 र 6 आएको छैन भनेदेखिको तपाईँको 6 एब्सेन्स छ, 6 छैन भनेदेखिको चाहिँ 2टा 3टा म्यारिज हुन सक्छ होइन। भने पछाडि रिलेसनसिपको फ्यामिलीको लागि धेरै इम्पोर्टेन्ट नम्बर हो। लग्जरीको भन्दा पनि लग्जरी भन्ने कुरो त लग्जरी चाहिँ उसले चाहिँ भोग गर्न रुचाउँछ क्या होइन। पैसा इजिली आउने हल्का इजी तरिकाले उसको मेहनत अनुसारको त आउँछ नै, तर अरू नम्बरहरूले पनि ज्यादा मेहनत गर्यो भने त उनीहरूले पनि धेरै पैसा त कमाउन सक्छ नि त। तर यिनीहरूले चाहिँ तपाईँको कमाएको चिजलाई तपाईँको भोग पनि गर्छन् क्या, खर्च पनि गर्छन्, इन्जोय पनि लिन्छन् भनौँ न। पैसा छ भनेदेखिको तपाईँको मजाले खर्च गरेर त्यसको भोग गर्छन्, त्यो गर्ने नम्बर हो है। भनेपछि 15 तारिक, 6 तारिक र 24 तारिक जन्मिने व्यक्तिहरूको त्यो नेचर हुन्छ। र यिनीहरूको बिहा भइसके पछाडि अलिकति लक पनि के हुन्छ त राम्रो हुन्छ। यी तारिक जन्मिने केटाहरू छ भने बिहा गर्दाखेरि अलिकति राम्रो पनि हुन्छ, र यो तारिक जन्मिने केटीहरू बिहा गर्दाखेरि पनि फ्यामिलीको लागि धेरै राम्रो हुन्छ। तर यसमा केटाको चाहिँ तपाईँको ड्राइभिङ नम्बर चाहिँ 21 होइन, 21 तारिक, 3 तारिक र 30 तारिक जन्मेको चाहिँ हुनु भएन है। त्योभन्दा अरू तारिक जन्मेको छ भनेदेखिको म्यारिजको लागि तपाईँको कुन नम्बरको केटीहरू बिहा गर्दा चाहिँ धेरै राम्रो हुन्छ भन्दाखेरि 2 नम्बर र 6 नम्बरको चाहिँ धेरै राम्रो हुन्छ। यसमा एन्टी चाहिँ पर्नु भएन, के पर्नु भएन, एन्टी पर्नु भएन है। र तपाईँको अर्को कुरो भनेको यिनीहरूप्रति तपाईँको अपोजिट सेक्सहरू अलिकति सहज तरिकाले एट्र्याक्सन हुन्छ। यो तारिक जन्मेको केटी छ भने केटाहरू अलिकति आकर्षित हुन्छ, र केटाहरू छ भने केटीहरू अलिकति आकर्षित हुन्छ होइन। एकदम चार्मिङ पर्सनालिटी हुन्छ, एकदम एट्र्याक्टिभ हुन्छ, सुन्दर हुन्छ होइन। अब तीमाथि फेरि तपाईँको कस्तो हुन्छ भन्दाखेरि अलिकति बोल्ने ओर्ने म्यानिपुलेटिभ नेचर पनि हुन्छ, र आफूलाई अलिक ग्रुमिङ गर्ने भएको कारणले गर्दाखेरि एट्र्याक्टेड त भइ नै हाल्छ। त्यो एकदम राम्रो पोजिटिभ कुरा हो। र यिनीहरू तपाईँको लभहरू गर्न पनि रुचाउँछन् है, लभ म्यारिज गर्नै रुचाउँछन् यो तारिक जन्मेको व्यक्तिहरूले। र यो तारिक जन्मेको व्यक्तिहरू के छ भने बिहा गरिसके पछाडि लभ म्यारिज गर्छन् होइन। बिहा गर्दा मिसेसहरूलाई छोरामा चाहिँ यो तारिकको छ भनेदेखिको एकदम तपाईँको केयर पनि गर्छ, तर बच्ची भइसकेपछि बच्चीलाई ज्यादा केयर गर्छ है। वाइफलाई भन्दा चिल्ड्रेनहरूलाई चाहिँ तपाईँको ज्यादा प्रायोरिटी दिन्छ, किनभने फ्यामिलीको नम्बर अघि मैले भनिसकेको छु नि त, परिवारको नम्बर भनेर होइन। र तपाईँको त अब अरू नम्बर पनि हेर्नुपर्ने हुन्छ, विशेष गरी त्यो गुण हुन्छ है। र तपाईँको खानाहरू बनाउने ओर्ने, अलिकति केयरिङ गर्ने ओर्ने होइन, तपाईँको फ्यामिलीलाई केयर गर्ने ओर्ने, त्यो सबै गुण हुन्छ है। धेरै राम्रो नम्बर हो तपाईँको रिलेसनसिपको लागि। 2 नम्बर र 6 नम्बर एकदम धेरै राम्रो नम्बर हो। यसको तपाईँको 6 नम्बरको लागि बेस्ट कलर भनेको तपाईँको व्हाइट कलर हो होइन। व्हाइट कलर एकदम सुट हुन्छ। दिन भनेको फ्राइडे हो होइन। र तपाईँको जति तपाईँको आफूलाई ग्रुमिङ गरेर स्मार्ट राख्छ आफूलाई, तपाईँको एकदम क्लिन राख्छ, त्यति नै तपाईँको के हुन्छ त राम्रो हुन्छ है। यिनीहरू अब ब्रान्डेड कुराहरू अलिकति त्यस्तो कुराहरू तपाईँको रुचाउँछन् होइन। ब्रान्डेड जुत्ता, ब्रान्डेड कपडाहरू त्यस्तोहरू रुचाउँछन्, र त्यो गरेर आफूलाई अलिकति तपाईँको स्मार्ट राख्दाखेरि, क्लिन राख्दाखेरि धेरै राम्रो पनि हुन्छ है। र अरू थुप्रै छ, अब अरू म अलिकति यो नम्बरको बारेमा अझै म अर्को भिडियोमा नि बनाउँछु। र हस्त आजलाई